अब यहाँ हेर्नुहोस् ल, आज चाहिँ म तपाईहरुलाई नि यो एउटा यहाँ हेर्नु नि लाइटै लाइट छ है, इमर्जेन्सी लाइट हो। यो सबै इमर्जेन्सी लाइट हो हैन। यसको भिडियो चाहिँ किन बनाउन गइराखेको छु भनेदेखि नि मैले यो हामीलाई सबैलाई चाहिने हो के यो सामान चाहिँ। किनभने हामीलाई लाइन जान्छ, कहिलेकाहीँ त खाना खाँदै फट्टै लाइन जान्छ। त्यो अवस्थामा पनि हामीलाई एकैछिन तुरुन्त बाल्नको लागि इमर्जेन्सीको लागि हामीले एउटा लाइट प्राय घरमा राखेका हुन्छौँ हैन। यो लाइटको बारेमा किन भिडियो बनाउन मन लाग्यो भने यो लाइट हामीले किनेर लिएर आउँछौँ, लामो समयसम्म चल्दिन भने हाम्रो पैसा बर्बाद हुन्छ हैन। एक दुई महिना बिग्रिने टर्च पनि धेरै छैन अहिले, अनि लामो समय 2-4 वर्ष नबिग्रिने टर्चहरू पनि छन्। अब यस्ता टर्च चाहिँ हामीले कसरी चिन्ने त? हामीले पैसा परेर सामान घरमा ल्याइसके पछाडि 2-4 वर्ष चल्यो भनेदेखि त राम्रो भयो। अब हामीले गयौँ अनि खेरि यसो दाम हेरेर उज्यालो हेरेर राम्रो रहेछ भनेर लिएर आएर 2-4 महिना बिग्रियो भने त पैसाको नाश भयो नि त। त्यही भएर यसै सम्बन्धी हामीले टर्च ल्याउँदै गर्दाखेरि के कुरामा ध्यान राखेर चाहिँ हामीले ल्याएको टर्च इमर्जेन्सी टर्च राम्रो हुन्छ, त्यसैको बारेमा जानकारी यो भिडियोमा। मन पर्यो भने लाइक गरिदिनु होला साथीहरू। त्यस्तै मेरो च्यानल सब्स्क्राइब गरिदिनु भएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब यहाँनिर हेर्नु होला है, सबै टर्चहरू 101 छन् क्या यहाँनिर। यो टर्च भयो, यो टर्च भयो, यो टर्च भयो हैन। अब झट्ट हेर्ने यो टर्च यति मजाले बल्छ नि हैन। अब हामीले मार्केटमा गएर किन्न गयौँ भनेदेखि त यही टर्चमा आँखा परिहाल्छ के, यस्तो मजाको उज्यालो हुन्छ हैन। सटक्कसँगले उज्यालो हेर्ने हो भने यति मजाको टर्च छ नि यहाँनिर। कस्तो मजाले बल्छ हैन, उज्यालो एकदम राम्रो छ। दुईतिर बाल्छु भन्दा पनि हुन्छ, चारतिर बाल्छु भन्दा पनि हुन्छ हैन। एकदमै परिपरिका टर्चहरू छन् क्या यहाँनिर। यो यसैको सानो भयो है, अलिकति मिडियम भयो यो। अर्को यहाँनिर छ एउटा, यो प्राय सबैलाई थाहा पनि होला चलाउनु भएको छ भने हैन। यहाँ हेर्नु होला है, कति राम्रो राम्रो टर्चहरू छ हैन। यहाँ टेप लगाएको हुन्छ सुरुमा नयाँमा, टेप खोल्छु म। यहाँ हेर्नु होला है, यो पनि टर्चै छ है। अब हामीहरूले नि यो टर्च किनेर ल्याउँदाखेरि बलाई भन्दा पनि त्यहाँभित्र रहेको ब्याट्री कस्तो छ त्यो चाहिँ हेरेर हामीले ल्यायौँ भनेदेखि पक्कै पनि त्यो लाइट लामो समयसम्म टिक्छ र चार्ज पनि हुन्छ। यो कुरो चाहिँ कन्फर्म हो है। किनभनेदेखि मैले बेच्दै गर्दाखेरि म बेच्छु पनि र बनाउँछु पनि हैन। म यहाँ मध्येको टर्च मध्येमा नि सबैभन्दा मलाई बेस्ट लाग्ने भनेको टर्च यो हो। मैले सिफारिस गर्दाखेरि यही टर्च सिफारिस गर्छु पहिला लिन आउनेलाई। जतिजनाले यो खालको लानुभएको छ भने अहिलेसम्म बिग्रिन्छ, नबिग्रिने चाहिँ होइन, तर बिग्रिँदाखेरि पनि फेरि उहाँहरू यही टर्च दिनु नि भन्दै आउनुहुन्छ। किनभने सन्तुष्टि हुन्छ कि बिग्रिँदाखेरि पनि। लामो समय चले पछाडि त पैसा खर्च गरेर लामो समय चल्यो भने त फेरि त्यही ल्याउन मन लाग्छ नि त। अब हामीले किन्ने बित्तिकै 1-2 महिना बिग्रियो भने त टर्च त हामी जिन्दगीमा छुँदैनौँ हैन। किन फरक हुन्छ भन्नुहुन्छ भने नि साथीहरू, अब यो खालका टर्चहरू हेर्नु न हैन। यहाँ देखाउँछु कति राम्रो छ हेर्दाखेरि। दाम पनि अब 700, 800, 900 परि नै हाल्छ हैन। यो पनि त्यस्तै नै दामहरू हुन्, 900,000 नै पर्ने हुन्, 900,000 नै पर्ने हुन्, 900,000 नै पर्ने हुन् हैन। अब हेर्नु ल, यो टर्च हामी लिएर आउँछौँ बल्दाखेरि एकदमै राम्रो हुन्छ, तर यो टर्चहरूमा साथीहरू ब्याट्री कस्तो हालेको हुन्छ भनेदेखि नि यहाँ हेर्नुहोस् है। अनि हामीले ब्याट्री चाहिँ कुन खालको छ भनेर सोधेर ल्याउन सक्छौँ कि, अनि मात्रै हामीहरूको टर्च हाम्रो राम्रो पर्छ। मेन कुरो यसमा युज भएको ब्याट्री नै हामीहरूको टर्चको विशेषता हो। ब्याट्री राम्रो खालको लगाएको छ भने त्यसमा इन्जिन पनि राम्रो लगाएको हुन्छ, किनभने त्यो ब्याट्रीलाई चार्ज गर्नु पर्यो नि त। अब यसमा ब्याट्री हेर्नुहोस् त, दुईटा यत्रा ब्याट्री जोडेर लगाइदिएको छ। ल हेर्नु होला है, यस्ता ब्याट्री लगाएर जोडेको छ। अब यो ब्याट्रीको पावर कति होला र, छिट्टो बिग्रिँदैन त यो टर्च। अब हेर्दाखेरि बाहिरबाट झट्ट हेर्ने हो भने कति राम्रो छ हैन। अब अहिले प्राय गरेर यस्ता खालका ब्याट्रीहरू आउन थालेका छन्, लिथियम ब्याट्री भन्छन् हैन। यो ब्याट्री पनि त्यति भरपर्दो मलाई लागेन। म्याक्सिमम बिग्रियो यही खालका टर्चहरूमा, जम्मैमा अहिले यही खालका ब्याट्री छन् साथीहरू। चट्ट तपाईँहरू बाल्दाखेरि झडक्क राम्रो बल्छ, उज्यालो झडक्क हुन्छन्, तर 1-2 महिनामा यो ब्याट्रीहरू जान्छ र यसको चार्जै टिक्न छोड्छ। अनि हामीहरूको पैसाको सत्यानाश, फेरि पैसा बोको बजारतिर टर्च किन्न गयो हैन। अब यो टर्च चाहिँ किन राम्रो भन्नुहुन्छ भनेदेखि यसको यहाँनिर भित्र हेर्नु होला है, यस्तो राम्रो सामान ब्याट्री लगाइदिएको हुन्छ। पुरै 6 भोल्टको पावरफुल ब्याट्री। हेर्नुहोस् त यहाँ कत्रो साइजको ब्याट्री छ, यो जम्मै ब्याट्री हो यत्रो ब्याट्री हालेको हुन्छ। यो ब्याट्रीलाई मात्रै हामीलाई किन्दाखेरि फाल्टु 500 रुपियाँ पर्छ कि यो ब्याट्रीलाई मात्रै। यो खालको ब्याट्री भइसके पछाडि यो तपाईँले टर्च रातभरि बाल्छु भन्दा पनि बल्छ। यो 8 घण्टा त मिनिमम बल्छ यो टर्च।
हैन। यो टर्चहरू तपाईँले 3-4 घन्टा बालेपछि डाउन भइहाल्छ, ब्याट्री पावर सानो हुन्छ। अनि झट्ट हामी किन्न जाँदाखेरि के गर्छौँ, एकदम कस्तो राम्रो बल्ब भन्छौँ। अब बल्ब हेर्ने हो भने यसको भन्दा यसको राम्रो देखिन्छ, बल्ब हेर्ने हो भने है। तर हामीले बल्ब भन्दा पनि हामीहरूको अँध्यारो कोठामा त यो बल्ब पनि इनफ हुन्छ नि त हैन। हामीले बल्ब भन्दा पनि त्यहाँभित्र रहेको ब्याट्री ठुलो छ सानो छ कस्तो खालको छ त्यो हेरेर ल्यायौँ भनेदेखि चाहिँ राम्रो हुन्छ। तपाईहरू बजारमा इमर्जेन्सी लाइट किन्दै हुनुहुन्छ भने प्राय गरेर यस्तो खालको ब्याट्री, यही मोडल मात्रै नभनौँ, यस्तै खालको ब्याट्री लागेको तपाईँले इमर्जेन्सी लाइट किन्नुभयो भने एकदमै तपाईँहरूले सोचे भन्दा राम्रो लामो समयसम्म चलाउन सक्नुहुन्छ। यो टाइपमा पनि यो ब्याट्री लागेको पाउनुहुन्छ। हजुरले टर्च किन्दाखेरि ब्याट्री चाहिँ कुन छ, 6 भोल्टवाला ब्याट्री लागेको मलाई इमर्जेन्सी लाइट दिनुहोस् भनेर मागेर ल्याउनु भयो भनेदेखि, किनेर लिएर आउनुभयो भनेदेखि तपाईँले एकदमै राम्रोसँग त्यसको रिजल्ट पनि पाउनुहुन्छ। यिनै जानकारी रह्यो भिडियोमा। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक चाहिँ गरिदिनु होला।